नमस्कार दगड़ियों। अहिले हामी चिपुलनाथ डाइभर्सिटी पार्क नौगाड 0200 पार्किङ यमै छौँ। अहिले आएका छौँ दगड छौँ झिकै। यहाँ छन् हाम्रो दाइ रतन दाइ, यहाँ पारस भाइले छन्, यहाँ कलम भाइ, यो कलम भाइ, सुनिल दाई भर्खर विदेशबाट पुगे दाई इन, अनि यहाँ छन् सन्तोष भाइ। हेलो नमस्कार। अनि आज नयाँ मुख अनुहार अनि छन् हाम्रो दाइ छन् यहाँ। गाउँमा एक जनसङ्ख्या बढाउँ भन्ने हिसाबले आएको हामीहरू डाइभर्सिटी पार्कमा जान बुटिरहेँ हामी। एकैछिनमा तपाईँलाई त्यहाँको उसले देखाउनु ल। अहिले तपाईँ हेर्न सक्दा यहाँ पार्कको अगाडिबाट एकदमै दामी बुढिया चित्रकला छ, तपाईँलाई अहिले देखाउनु ल। हेर यो सुन्नुहुन्न यो गाइज, ल हेर पार्किङ स्थल। वाउ के बढिया दाइ थियो। अहिले हामी चाहिँ पार्कभित्र प्रवेश गर्दा अरे हौ। ल तपाईँलाई सिप्टी गाउँले देखाउनु एकैछिन। हेर सिप्टी गाउँ एकदम बढिया। ओहो क्या रमाइलो ठाउँ नै थियो। ल हामीले चाहिँ पार्कमा इन्ट्री गरिहालेँ। ल के दामी छ यहाँ। ओहो ल केटाहरूले घन्टीले बजाइदियो। ल ल क्या रमाइलो ठाउँ छ, बढिया। ओहो बिचमा बाटो साइडमा रेलिङ हालेको छ। ए दहेर ला पाएँ होला। यति निका ठहर हाम्रो है दार्चुलामा छन् है छन्। झन् कहाँ हो अन्त क्या झन् हो। हेर त ल्या तमरजीवको हात हो चिल्लिएर रोटो। हेर त ओहो यति निका ठाउँहरू यहीँ छन्ले। हेर त यहाँ मन्दिर लिएर रहेछ। मन्दिर एकदमै ठुलो मन्दिर। ओहो हो घन्टीले क्या ठुलो होला मुल्य, भयङ्कर ठुलो।